पोखराको सडकमा किला ठोक्ने घन प्रहार गरी एक युवकको हत्या गरिएको छ। दलाललाई करोडौं बुझाएर अमेरिका गएकाहरू डिपोर्ट भई नेपाल आइपुगेका छन्। अमेरिकाबाट डिपोर्ट भएका 37 नेपाली काठमाडौँ आइपुगे। झापा जिल्लाको बिर्तामोडमा एक पुरुष मृत फेला परेका छन्। चोरी भएका 22 वटा दुईपाङ र सवारी साधन मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा खोज तलास गरी धनीलाई हस्तान्तरण गरिएको छ। काठमाडौँ उपत्यका विभिन्न स्थान र मितिमा चोरी भएका 22 वटा दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल स्कुटर खोज तलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। क्याबिनेट पस्यो अख्तियार सुशासनको आशा कि प्रतिशोधको औजार। धनकुटाबाट ड्युटीमा रहेका प्रहरीलाई धकेरेर घाइते बनाएर गाँजा ओसार पसारमा संलग्न फरार एक व्यक्ति पक्राउ परेका छन्। नमस्कार दर्शकबिन, तपाईँ हेर्दै हुनुहुन्छ क्राइम टिभी नेपालबाट खबर बुलेटिन। सुरु गरौं आजको खबर बुलेटिन। पोखराको सडकमा किला ठोक्ने घन प्रहार गरी एक युवकको हत्या गरिएको छ। पोखरा महानगरपालिका वडा नम्बर 15 स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा एक युवकको हत्या भएको छ। सोमबार बिहानै किला ठोक्ने घन प्रहार गरेर हत्या गरेको अवस्थामा करिब 30 वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय कास्कीको टोली अनुसन्धानका लागि घटनास्थल पुगिसकेको छ। हत्या भएका व्यक्तिको शनाखत हुन सकेको भने छैन। वन विज्ञान अध्ययन संस्थान नजिक शव फेला परेको छ। डीएसपी बस्नेतले भने अहिले हामी घटनास्थलमा अनुसन्धान गर्दैछौँ। मृतकको पहिचान खोल्न बाँकी छ। घटना कति बजे घटेको भन्ने विषयमा प्रहरीले अहिले नै केही भन्न नसकिने जानकारी दिएको छ। दलाललाई करोडौं बुझाएर अमेरिका गएकाहरू डिपोर्ट भई नेपाल आइपुगेका छन्। अमेरिकाबाट डिपोर्ट भएका 37 नेपाली काठमाडौँ आइपुगे। अवैध रूपमा अमेरिका पुगेका थप 37 जना नेपाली अमेरिकाले डिपोर्ट गरेको छ। उनीहरू चार्टर्ड विमान मार्फत भर्खरै त्रिभुवन विमानस्थलमा अवतरण भएका छन्। अमेरिकाबाट 32 जना पुरुष र 5 जना महिला काठमाडौँ आइपुगेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन्। यसअघि 2081 फागुनमा अमेरिकाको टेक्सास राज्यबाट 9 जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो। आइतबार आएसँगै ट्रम्पले शासन सम्हालेपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या 163 जना पुगेको छ। दर्शकबिन, तपाईँले हेरिसक्नु भएको छ। अवैध तरिकाले करोडौं दलाललाई बुझाएर अमेरिका पुग्दा पनि सुख छैन। अमेरिका पुगिसके पनि मेरो भाग्य बदलियो भन्नेहरूका लागि यो दुःखद कुरा हो। त्यसैले अवैध तरिकाले पुगेर तपाईहरू भोलि फसिनुभन्दा साउको ठुलो रकम ऋण लिएर अमेरिका पुग्नुभन्दा आफ्नै स्वदेशमा केही गर्न उचित देखिएको छ। झापा जिल्लाको बिर्तामोडमा एक पुरुष मृत फेला परेका छन्। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर 2 चैतुबाडी स्थित श्रीराम प्लाइ फ्याक्ट्री नजिकै एक पुरुषको शव फेला परेको छ। शनिबार साँझ करिब 6:30 बजेको समयमा कच्ची सडकको छेउमा अन्दाजी 35 देखि 40 वर्ष उमेरको त्रायवासी मुलुकका जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको हुन्। चोरी भएका 22 वटा दुईपाङ र सवारी साधन मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा खोज तलास गरी धनीलाई हस्तान्तरण गरिएको छ। काठमाडौँ उपत्यका विभिन्न स्थान र मितिमा चोरी भएका 22 वटा दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल स्कुटर खोज तलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रम बीच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले 12 वटा स्कुटर र 10 वटा मोटरसाइकल सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा
खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको हात्तीसर, बौद्ध, जम्बुडाँडा, सुकेतारा, गोकर्णेश्वर, कप्पन, मुडक्खु, स्वयम्भू, इमाडोल, लुबु, गट्ठाघर र बालकोट लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो। आज बुझाइएका 22वटा सहित 437वटा सवारी साधन गत साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ। चोरीमा 44वटा 2 पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न 66 जना व्यक्तिलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएको छ। सवारी साधन जिम्मा लिए पश्चात सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए। आर्थिक वर्ष 2079-80मा 479वटा र 80-81मा 417वटा र 81-82को आजसम्म 437वटा 2 पाङ्ग्रे सवारी साधन खोज तलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। सवारी साधन चोरी तथा हटाउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी व्हील लक, लेन लक र ह्यान्डल लक, डेस्क लक लगायत सुरक्षा साइनहरू जडान गर्न साथै मानिसको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक घिमिरेले अनुरोध समेत गर्नुभएको छ। सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर 103लाई नेपाल प्रहरीको हटलाइन नम्बर 100मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ। दर्शकबिन तपाईले बुझिसक्नु भएको छ। अहिलेसम्म प्रहरीले हराएका 2 पाङ्ग्रे सवारी साधनहरू धमाधम समाएको छ, पक्राउ गर्न सफल भएको छ। यहाँहरूको पनि सवारी साधन हराएको छ, चिन्तित हुनुहुन्छ भने तुरुन्तै ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर 103मा तत्काल फोन गरेर यहाँहरूले सम्पर्कमा जान सक्नुहुन्छ भने अर्को नेपाल प्रहरीको हटलाइन नम्बर 100 यानि कि 100मा फोन गरेर तुरुन्तै यहाँहरू जान सक्नुहुनेछ। र अहिले यदि तपाईँको सवारी साधन हराएको थियो, कम्प्लेन गर्नुभएको थियो, पाउनु भएको छैन भने तत्काल ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क गरी यहाँहरू पुग्न सक्नुहुनेछ। यो समाचार कस्तो लाग्यो सक्दो यति धेरै सेयर गर्नुहोस् ताकि सवारी साधन हराएको सवारी धनीसम्म पुगोस्, उसले तुरुन्तै ट्राफिक प्रहरी कार्यालयसँग सम्पर्क गरोस्। क्याबिनेट पस्यो अख्तियार सुशासनको आशा कि प्रतिशोधको औजार। 26 जेठ काठमाडौँ स्थान प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौँ मिति 2066 चैत 29 गते मुलुकको कार्यकारिणी अधिकार प्रयोग गर्ने सर्वोच्च निकाय मन्त्री परिषदको बैठक सुरु हुन लागेको थियो। दौरा सुरुवाल कोट टोपी लगाएका एक बौद्ध व्यक्ति बैठक स्थल बाहिर कुरिरहेका थिए। त्यो दिन मन्त्री परिषद बैठकको मुख्य प्रस्ताव थियो बालुवाटारको प्रधानमन्त्री निवास विस्तार गर्ने र त्यस क्रममा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नु अघि दिने। त्यसको करिब 1 दशकपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको उजुरीमाथि अनुसन्धान थालेको थियो। त्यही क्रममा आयोगका पदाधिकारीहरू सहित अनुसन्धान अधिकारीको टोली समिति सदस्यले मन्त्री परिषद बैठक बाहिर निर्णय प्रस्ताव पार्न बिचौलिया प्रवेश गरेको सूचना पाएको थियो। त्यति बेला अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा न ती बिचौलियाको क्रियाकलाप नै उल्लेख छ, न त मन्त्री परिषदले 2 पटक गरेको मुख्य निर्णयलाई बिचौलियाबाट प्रभावित निर्णय नै भनिएको छ। पुष्टि हुन नसकेर होला औपचारिक रूपमा प्राप्त सूचनालाई अख्तियारले प्रमाणको रूपमा लिएको छ। अनुसन्धानको सिलसिलामा त्यति बेलाको अख्तियार टोलीले बरु सचिव नेतृत्वको टोलीलाई रातिको समय पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल, डा बाबुराम भट्टराईको घरमा पठाएर बयान लियो। तर मन्त्री परिषदको बैठक र त्यसले गरेको निर्णयभित्र पनि प्रवेश गरेन। यसपटक भने सरकारले गरेको अर्को निर्णयमा अख्तियारको टोली सोझै मन्त्री परिषदको बैठकभित्र प्रवेश गरेको छ र सरकारीकरण हुनुपर्ने पतञ्जलि योगपीठको हदबन्दी छुटको जग्गा सट्टापट्टा मार्फत
बेच्न दिएको अभियोगमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित 93 जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ। ललिता निवास सम्बन्धी जग्गाको मुद्दा चलाएको करिब 5.5 वर्षपछि अख्तियारले यस्तै प्रकृतिको अर्को निर्णय एक कदम अघि बढेर अभियोजन निर्णय लिएको हो। अख्तियारले गरेको निर्णय उल्लेखित विवरण हेर्दा 2066 सालमा माधव कुमार नेपाल नेतृत्वको मन्त्री परिषदले ललिता निवासको जग्गा सम्बन्धी निर्णय गर्नुभन्दा अघि 3 महिनादेखि निरन्तर यस्तै निर्णय गरेको देखिन्छ। त्यो ललिता निवास थियो भने यो पतञ्जलिको हो। तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको पालामा करिब एकै समयमा भएका 2 निर्णयहरूमा कयौं समानता छन्। सरकारी जग्गा र सार्वजनिक जग्गा मन्त्री परिषदकै निर्णयबाट व्यक्तिको नाममा दर्ता भएको थियो। मन्त्री परिषदकै निर्णयबाट दुवै काम अघि बढेका थिए। भूमि सुधार मन्त्री डम्बर बहादुर श्रेष्ठ, सचिव छविराज पन्त, मन्त्रालयका उपसचिव उपेन्द्र मणिकेशी लगायतका केही व्यक्तिहरू दुवै घटनामा मुछिएका छन्। दुवै घटनामा मन्त्री परिषदले पटक पटक निर्णय गरेको भेटिएको छ। तर मुख्य फरक के हो भन्ने ललिता निवास जग्गा अनियमितता प्रकरण अख्तियार मन्त्री परिषदको बैठक त्यसको निर्णयभित्र प्रवेश गरेको थिएन। ललिता निवास जग्गा प्रकरणमा मन्त्री परिषदकै निर्णयहरू विश्लेषण गरे पनि अख्तियारले पूर्व प्रधानमन्त्री दय नेपाल र भट्टराईको हक मन्त्री परिषद सामूहिक रूपमा गरेका नीतिगत निर्णयहरू आयोगको अनुसन्धानको क्षेत्राधिकारभित्र नपर्ने भनी निर्णय लिएको थियो। यसपालि भने अख्तियारले मन्त्री परिषदको सामूहिक निर्णयको नेतृत्व पर्ने पूर्व प्रधानमन्त्री नेपालमाथि नै मुद्दा चलाएको छ। साथै मन्त्री परिषदको विधेयक समितिको नेतृत्वमा बसेर निर्णय गरे बापत तत्कालीन कानुन मन्त्री प्रेम बहादुर सिंह विरुद्ध पनि मुद्दा चलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री परिषदको निर्णयमाथि अनियमितता प्रश्न उठाएर पूर्व प्रधानमन्त्रीमाथि नै मुद्दा चलाएको यो पहिलो घटना हो। हुन त कतिपयले यसअघि अख्तियार दुरुपयोग निवारण आयोगले गोलैचा काण्डमा तत्कालीन प्रधानमन्त्री तुलसी गिरी लगायत 92 जनामाथिलाई मुद्दा चलाए पनि नीतिगत निर्णयमाथिको अख्तियारको अभियोजन भनी टिप्पणी गर्छन्। राजाको प्रत्यक्ष शासनकालको पञ्चायती व्यवस्थामा न अख्तियार अहिले जस्तो कानुनी रूपमा स्वतन्त्र थियो न उसका काम कारबाही फौजदारी न्यायको सिद्धान्तसँग मेल खाने खालका थिए। आफै मुद्दा चलाएर आफैले ठहर गर्न पाउने बेलामा अख्तियारले मन्त्री परिषदको निर्णयमा हात हालेको थियो। 2059 सालमा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा गठित शाही आयोगले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवामाथि मेलम्ची खानेपानी प्रकरणमाथि गरेको अनुसन्धान भने योभन्दा भिन्न थियो। संवैधानिक मान्यता पाएको अनि कानुनी रूपमा स्वतन्त्र र स्वायत्त भएपछि मन्त्री परिषदको निर्णयमाथि अख्तियार प्रवेश गरेको यो पहिलो उदाहरण हो। धनकुटाबाट ड्युटीमा रहेका प्रहरीलाई धकेरेर घाइते बनाएर गाँजा ओसार पसारमा संलग्न फरार एक व्यक्ति पक्राउ परेका छन्। धनकुटा ड्युटीमा रहेका प्रहरीलाई धकेरेर घाइते बनाएर भाग्न सफल भएका गाँजा ओसार पसारमा संलग्न फरार एकजना व्यक्ति पक्राउ। धनकुटाबाट गाँजा ओसार पसारमा संलग्न फरार एकजना पक्राउ परेका छन्। जिल्लाको सागुरीगढी गाउँपालिका वडा नम्बर 2 सेलिङ स्थित मोरङको सिमानाबाट गत जेठ 10 गते धनकुटाको बुढी मोरङबाट मोरङको केराबारीतर्फ ओसार पसार भइरहेको गाँजा नियन्त्रणमा लिने क्रममा प्र 1-02-0026 5238 नम्बरको महिन्द्रा पिकअपका चालकले ड्युटीमा रहेका प्रहरी जवान सञ्जय कुमार थारूलाई धकेलेर लडाई घाइते बनाई हामफाली जङ्गलतर्फ चालक फरार भएका थिए। न्युज चालक सासुगढी गाउँपालिका वडा नम्बर 2 बुढी मोरङका 25 वर्षीय सागर लिम्बुलाई खोजतलासको क्रममा गत जेठ 25 गते धनकुटाको छतरजोरपाटी गाउँपालिका 1 चिसापानीबाट को 20-18 नम्बरको मोटरसाइकल सहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। पक्राउ परेका लिम्बुलाई लागु औषध नियन्त्रण ऐन 2033 तथा मुलुकी संहिताको दफा 66 अन्तर्गत राष्ट्र सेवकलाई बाधा विरोध गर्न नहुने विरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दर्शकबिन यहाँले हेरिसक्नु भएको छ आजको समाचार। कस्तो लाग्यो सक्दो आफ्ना प्रतिक्रिया दिनका लागि अनुरोध गर्दै बिदा हुन चाहन्छु आजको खबर बुलेटिनबाट। हवस् त, धन्यवाद, नमस्कार।